परमा मुरारी त्रिव्रन्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्रः शनिरौ केतवः सर्वे ग्रह शान्तिकरा भवन्तु। 2082 सालमा शनि साढे साथीको विचार गर्दा यस वर्षको आरम्भबाट नै वर्षभरि शनि मीन राशिमा रहेको छ। त्यसैले मीन राशिलाई मध्य साढे साथी दशा रहेको छ भने कुम्भ र मेष राशिलाई कर्मशः अन्त्य र आद्य साढे साथी शनि दशा रहनेछ। जन्मको शनि राम्रो भएमा शिवफल पनि दिने गर्दछ, तर शनि विशेष दुःखदायी कर्मफलदाता भएकोले अपव्यय, दुःख, कष्ट, काम कार्यमा विलम्बता, पारिवारिक चिन्ता, मानसिक अशान्ति आदि गराउने भएकाले उक्त राशि हुने व्यक्तिहरूले शनिबारको व्रत, पिपल पूजा आदि गर्नु राम्रो हुनेछ। र पिपलमा जल चढाउँदा मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे अग्रत शिवरूपाय अस्वस्थाय नमो नमः भनिकन पिपलमा जल चढाउने र ओम शन्नो देवी र विष्टहे आपो भवन्तु पीतयः सं यो रवि सर्वन्तु न भनी ओम सं शनिश्चराय नमः भनेर कम्तीमा 7 पटकसम्म जप गर्नाले पनि शनि शान्ति रहनेछ।